हाई हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानल डिजिटल ज्ञानमा। साथीहरू, कतिपयले कमेन्ट पनि गर्नुभएको छ, तपाईँ अरूको पोस्ट देखाउनुहुन्छ, के देखाउनुहुन्छ। लाइभ प्रुफ म आज यस भिडियोमा देखाउनेछु। मेरो कन्टेन्ट मोनेटाइजेसन टुल्स मिलेको छ या मिलेको छैन भन्ने कुरा तपाईँहरूलाई छर्लङ्ग देखाउनेछु। कतिपयले ट्याक्स गर्नुपर्ने भएको, कतिपयले कल गरेर पनि भन्नुभएको छ कि फोटोबाट रिल्सबाट अर्निङ हुँदैन भन्ने कुरा, इलिजिबल छैन भन्ने कुरा। नेपालमै बसेर तपाईँले कसरी फेसबुकबाट अर्निङ गर्ने अनि कसरी तपाईँले फेसबुकलाई ग्रो गर्ने भन्ने कुरा लाइभ प्रुफ देखाउनेछु। साथीहरू, म स्क्रिन सेयर गर्दैछु, तपाईँलाई स्क्रिन सेयरमा लाइभ प्रुफ देखाउनेछु। मैले स्क्रिन सेयर अन गरिसकेँ, हेर्नुहोला। मलाई प्रोफेसनल ड्यासबोर्डमा जानेछु। प्रोफेसनल ड्यासबोर्डमा गइसकेपछि तपाईँलाई म देखाउनेछु। अलि स्लो छ नेट, त्यसैले एडजस्ट गर्नु होला गाइस। अनि मलाई 45 डेजमा कन्टेन्ट मोनेटाइजेसन टुल्स मिलेको थियो। अनि तपाईँहरू कन्टिन्यू ओरिजिनल कन्टेन्टमा काम गर्दै हुनुहुन्छ भने तपाईँलाई पनि मिल्छ। हेर्नु होला गाइस, मेरो रिच छ, हेर्नुहोला। लाइभ प्रुफ देख्नुहोस्, मेरो $3 अर्निङ भइसकेको छ। इन्गेजमेन्टहरू 10K भन्दा माथिको छ गाइस, हेर्नुहोस्। अब तपाईँलाई म देखाउनेछु मोनेटाइजेसन टुल्स। हेर्नुहोस्, यो देख्नुभयो, मोनेटाइजेसन टुल्स देख्नुभयो, यो हेर्नुहोस्। मैले तपाईँलाई भनेको थियो फोटोबाट धेरै अर्निङ हुन्छ, हेर्नुहोस्। अनि रिल्स अनि तपाईँको ट्याक्सबाट पनि हुन्छ, अनि त्यसको स्टोरीबाट पनि हुन्छ। मैले तपाईँलाई कतिचोटि भनिसकेको हुन्छु, जति तपाईँ फोटो पोस्ट गर्नुहुन्छ तपाईँको अर्निङ पनि त्यति बढ्छ र तपाईँको रिच र इन्गेजमेन्ट पनि फोटोले धेरै बढाउँछ। सायद यो हेर्नुभयो, यो अब कसरी मिल्यो भन्ने कुरा हुन्छ। मैले हेर्नु होला, रिच मेरो पहिला हेर्नुहोस् र इन्गेजमेन्ट हेर्नुहोस्, त्यति पनि छैन। र अर्को कुरा, तपाईँ एक ओरिजिनल कन्टेन्टमा काम गर्नुपर्ने हुन्छ र अनि तपाईँको फेसबुक पेज हो या त प्रोफाइल हो, त्यसमा इस्यु कुनै पनि प्रब्लम आएको हुनु भएन। जस्तै कि म एक इक्जाम्पल दिन्छु। सिअलमा गएपछि हेर्नु होला, कुनै प्रब्लम आएको छ छैन नि त मेरो कन्टेन्टमा हेर्नु होला, यो मेरो कन्टेन्ट हो। यसरी तपाईँले फेसबुकबाट नेपालमै बसेर फेसबुकबाट अर्निङ गर्न सक्नुहुन्छ। साथीहरू, मैले लाइभ प्रुफ देखाइसकेँ तपाईँले कसरी अर्निङ गर्ने, के गर्ने भन्ने कुरा। र तपाईँ जति आफ्नो इन्गेजमेन्ट र रिच बढाउनुहुन्छ त्यति तपाईँ अर्निङको चान्स धेरै हुन्छ। र यदि तपाईँलाई कन्टेन्ट मोनेटाइजेसन टुल्स मिलेको छैन भनेदेखि यो तरिकाले अप्लाई गर्नुहोस्, 100% तपाईँलाई मिल्छ। यो होइन कि तपाईँको 8,000 या 5,000 फलोवर हुनैपर्छ भन्ने कुरा। हेर्नुहोस्, कुनै पनि मेरो मोनेटाइजेसन सेक्सनमा जान्छु। मोनेटाइजेसन सेक्सनमा गएपछि एक्टिभ छ, मोनेटाइजेसन स्टार छ। हेर्नुहोस्, योर प्रोफाइल इज एक्टिभ एन्ड अर्निङ भनेको छ। यो एक्टिभ यदि छैन, तपाईँको यो अनलिमिटेड भनेको छ भनेदेखि तपाईँलाई मिल्ने चान्स हुँदैन गाइज, मिल्न पनि मिल्दैन। त्यसैले पहिला यदि तपाईँको कुनै पनि फेसबुक कन्टेन्ट रिलेटेड इस्यु आइरहेको छ, पेमेन्ट सेटिङदेखि कुनै पनि समस्या आएको छ भनेदेखि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु र ट्याक्स गर्नु होला। 100% म रिप्लाई गर्ने कोसिस गर्छु र तपाईँको प्रब्लमलाई सोल्भ गर्ने मद्दत गर्नेछु। साथीहरू, देख्नुभयो होला यो कसरी। अनि एकचोटि तपाईँलाई म अब लाइभ प्रुफ देखाउँछु। यहाँ जानु होला, यहाँ गएपछि म तपाईँलाई पोस्ट देखाउनेछु है। नेट अलिक स्लो छ साथीहरू। यो फोटोले नि सबभन्दा धेरै इन्गेजमेन्ट र रिच बढाउँछ। म तपाईँलाई बारम्बार भनिरहेको छु, जति तपाईँको फोटो अरूको डाउनलोड गरेर होइन कि, हेर्नुहोस्, फोटोबाट मेरो 800 भ्युजमा पनि $0.01 मिलेको छ। इन्गेजमेन्टहरू 115 इन्गेजमेन्ट भएको छ। हो त्यसरी जति तपाईँले फोटो पोस्ट गर्नुहुन्छ त्यति तपाईँको इन्गेजमेन्ट र रिच बढ्नेछ। साथीहरू, म यहाँ अर्कोमा देखाउँदैछु। अलि नेट स्लो भएको कारण त्यसैले यस्तो भएको। हेर्नुहोस्, 1790 भएको छ मेरो भ्युज, फोटोको भ्युज भन्दैछु। अनि 0.02 अनि 161 इन्गेजमेन्ट छ। तपाईँले जति इन्गेजमेन्ट बढ्छ त्यति तपाईँको अर्निङ हुन्छ गाइज, अर्निङ अनि तपाईँको रिच पनि बढ्छ। साथीहरू,
तपाईले हेरिसक्नुभयो होला लाइभ प्रुफ मैले कसरी अर्निङ गरेको छु भन्ने कुरा। यो हेर्नु होला, यहाँमा 0.03 यो सेन्ट मिलिसकेको छ, 219 एंगेजमेन्ट भएको छ। साथीहरु होला, यो लाइभ प्रुफ देखाइसकेको छु, फोटोमा एंगेजमेन्ट रिच बढ्छ भन्ने कुरा र अनि कसरी अप गर्ने भन्ने कुरा यहाँ तपाईलाई लाइभ प्रुफ देखाइसके, फोटोबाट मैले कति अर्निङ गरिसके भन्ने कुरा। साथीहरु र फेसबुक सम्बन्धी कुनै पनि तपाईलाई प्रब्लम आयो, कुनै पनि जानकारी चाहियो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गर्नु होला। र अर्को कुरा, तपाईलाई डाइरेक्ट कलमा कुरा गर्नु छ भनेदेखि तपाईले तल डिस्क्रिप्सनमा इन्स्टाग्रामको लिंक छ, त्यहाँ गएर फलो गर्नु होला। अनि व्हाट्सएप नम्बर पनि छ, गएर व्हाट्सएपमा कल गर्दा हुन्छ साथीहरु। र आजको भिडियोमा तपाईले सिकिसक्नु होला, देखिसक्नु भयो होला लाइभ प्रुफको साथ कसरी तपाईले कन्टेन्ट मोनेटाइजेसन लिने र कसरी तपाईले अर्निङ गर्ने अनि कसरी तपाईको रिच एंगेजमेन्ट बढाउने भन्ने कुरा सम्पूर्ण यो भिडियोमा भनिदिएको छु। तर प्रोपरली तपाईलाई कुन टाइपको समस्या आइराको छ भन्ने कुरा कमेन्टमा कमेन्ट गर्नु होला, त्यो रिलेटेड भिडियो म बनाउने छु। र आजको भिडियोमा यति नै छ साथीहरु। यस्तै युजफुल कन्टेन्ट हाम्रो च्यानलमा मिल्नेछ। आजको लागि भिडियो यति नै।